मङ्गलले के गर्दैछौ? के सोचिरहेको छौ? त्यतिकै हो, के सोचे अब के सोच्नु, त्यही हो। के त्यही पैसा दिएन? मेरो पैसा दिँदैनस् अस्तिको बाँकी? त्यही त्यो हो, त्यही सोच्दै थिएँ म दिनु पर्यो भनेर सोच्दै थिएँ हो। हिजोसम्म त थियो, मैले पर्खेको हो, अब अहिले त मेरोमा छैन। तर एउटा काम गर, अब यत्रो दिन त पर्खिहालिस्। यो मेरो आँप छ हो, यो आँप बेचेर चाहिँ तँलाई म पैसा दिन्छु। यो आँप तेरो अरे? यो आँप त लम्बोरेको हो त, कसरी तिम्रो भनेको? त्यो त पुरै बुझ्दैन रहेछ। मैले आँप कहिले भने? मैले त उयो सजना फुलिरहेको सजना पो भनेको त। यो सजना फलेर बेचेपछि म तँलाई पैसा दिन्छु नि त भनेको। कस्तो कुरा गर्छौ? यो सजना त त्यो माथिल्लोपट्टि दिदीको पो त। कसरी चाहिँ तिमीले त्यो सजना बेचेर दिन्छु भन्छौ फेरि पैसा? यसलाई त कसरी भन्नु हो? मैले सजना होइन, सजनाको त्यो मुनिपट्टिको केराको बोट छ नि, हो त्यो भनेको। है के कुरा गर्छौ? यो केरा त मेरो पो त, कसरी यो बेचेर चाहिँ मलाई दिन्छु भन्छौ? भनिहालेको छु, बेसी बाहना बनाउने कुरा छैन। भोलि 12 बजीसम्ममा पैसा दिने पनि दे, नभए चाहिँ ठिक हुने छैन भनिराखेको छु। भोलि 12 बजी टाइम दिएको छु, 12 बजीसम्ममा पैसा